तपाईँ स्याड हुनुहुन्छ हो स्याड होइन किन स्याड हुने हो ह्याप्पी हो नि त होइन मिस भेनमले छाडेपछि अन्य भ्लगर युवतीको भ्लगमा देखिन थाले ट्राफिक प्रहरी। ब्रेकअप पछि भयो मिस भेनम र ट्राफिकको पहिलोचोटि भेट। बुढी त छैन अब ल गफ हस् बाई। मिस भेनम र भाइरल ट्राफिकको के मिलन सम्भव छ? आखिर दर्शकले किन मिस भेनमलाई ट्राफिक प्रहरीसँगै रुचाएका छन्? वा भनौँ मिस भेनमको भ्लगमा ट्राफिक प्रहरीको अत्याधिक माग भइरहेको छ। के अब उनीहरू मिल्ने सम्भावना छ? आउनुहोस् उनीहरूको पछिल्लो मित्रता कहाँ पुग्यो आजको भिडियोमा चर्चा गरौँ। नमस्कार, म रविन्द्र परियार समसामयिक विषयमा भिडियोहरू निर्माण गर्ने गर्दछु। मलाई थाहा छ मिस भेनमको फ्यानहरू पनि मेरो च्यानलमा हुनुहुन्छ। मिस भेनमको सरजीसँग कुराकानी भयो कि भएन, मित्रता कहाँ पुग्यो भनेर धेरैले जिज्ञासा पनि गर्नुभएको थियो। आजको भिडियोमा म तपाईहरूको यो जिज्ञासा थोरै भए पनि मेटाउने भरपुर कोसिस गर्नेछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। तपाईहरू सम्पूर्ण दर्शकहरूलाई पक्कै पनि थाहा छ करिब 1 महिना अगाडि मिस भेनम र सरजीको ब्रेकअप भइसकेको छ। ब्रेकअपको कारण पनि तपाईहरूलाई पक्कै थाहा छ। सरजी विवाहित रहेछन्, घरमा श्रीमती छोरा पनि भएको कुरा मिस भेनमले नै 1 महिना अगाडि सार्वजनिक गरेकी हुन्। यही कुराले दुईबीच मनमुटाव सुरु भयो। एकाएक भेटघाट पातलियो र ब्रेकअप भएको घोषणा पनि मिस भेनमले आफ्नो ब्लग मार्फत गरिन्। उहाँको वाइफसँग बोल्नु पऱ्यो पनि बोलेर हामी बिच त्यस्तो केही छैन, मलाई थाहा थिएन, माफ गरिदिनुहोस्, केही गल्ती गर्नुभयो होला, आफ्नो सम्बन्ध राम्रो राख्नु, म बोल्दिनँ भनेर उहाँलाई भन्छु। सम्बन्ध राम्रो होस्, आफ्नो फ्यामिलीसँग अगाडि बढौँ, खुसी हुन्, त्यही ठुलो कुरा हो मेरो लागि। अहिले उनीहरू आफ्नो जिन्दगीमा रमाइरहेका छन्, तर दर्शकको मनमुटुमा बसेका यी जोडी भने दर्शकको मनमुटुबाट हट्न सकेका छैनन्। स्पष्ट तरिकाले बताउने हो भने दर्शकले यी जोडीलाई खोजिरहेका छन्। अझै पनि कतिपय दर्शक त मिस भेनमको भ्लग नै खल्लो भयो भन्दै कमेन्ट गरिरहेका छन् भने कतिले सरजीलाई फेरि भ्लगमा ल्याउनु पर्यो भनेर माग गरिरहेका छन्। उनीहरूको लभ स्टोरी यतिसम्म चर्चामा आयो कि रातारात उनीहरू सेलिब्रेटी नै बने। दर्शकको चाहना पनि थियो कि मिस भेनम र ट्राफिकको लभ सक्सेस होस्, तर न त दर्शकले सोचे जस्तो भयो न त मिस भेनमले सोचे जस्तो। एकाएक सरजी विवाहित भन्ने हल्ला पाइरहेपछि मिस भेनमको माया सिसा जसरी टुक्रियो। रोचक कुरा के छ भने मिस भेनमले ट्राफिक प्रहरीलाई छाडेपछि त्यसको मौका उठाउन अन्य युवतीहरू पनि पछि लाग्न थालेका छन्। 2-3 जना अन्य भ्लगर युवतीहरू पनि ट्राफिकको पछि लागिएका छन्। उनीहरूले पनि आफ्नो युट्युबमा भ्युज धमाकेदार रूपमा कमाइरहेका छन्। मौकामा चौका हान्न लागि परेका युवतीहरू अहिले भाइरल ट्राफिक प्रहरीलाई आफ्नो भ्लगमा देखाउन भए पनि मरिहत्ते गरिरहेका छन्। एकजना भ्लगर युवती आकृति ताम्राकारले पनि मौकामा चौका हान्दै भाइरल ट्राफिकलाई आफ्नो भ्लगमा समावेश गरिन्। नपत्या यो भिडियो हेर्नुहोस् त। सर तपाईँ भाइरल हुनुहुन्छ होइन? तपाईँ हो र? तपाईँ भाइरल हुनुहुन्छ है? स्याड हुनुहुन्छ क्या हो? स्याड हुनुहुन्छ क्या हो तपाईँ? तपाईँ स्याड हुनुहुन्छ हो स्याड होइन किन स्याड हुने हो ह्याप्पी हो नि त होइन ओ यार। त्यसै गरी अर्की भ्लगर युवतीले पनि भाइरल ट्राफिकलाई आफ्नो भ्लगमा समावेश गरेकी छिन्। सोनी राइट्स युट्युब च्यानलमा भाइरल ट्राफिकलाई देख्न सकिन्छ। सर ठोकेला नि ढुक 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 हुन्छ यार। क्यामेरा दिनु रे यहीँ छ। अब यी सबै कुराहरूबाट के बुझ्न सकिन्छ भने सरजीलाई मिस भेनमले छाडेपछि अन्य युवतीहरूले पनि पछ्याइरहेका छन्। सोझो अर्थमा मिस भेनम र ट्राफिकको ब्रेकअप भएपछि त्यसको फाइदा अन्य युवतीलाई भएको छ। अब कुरा गरौँ मिस भेनम र सरजीको के फेरि मित्रता सम्भव छ त? अब मित्रता सम्भव नहुने कुरै भएन। यदि उनीहरूले चाहेको खण्डमा उनीहरू राम्रो साथीको रूपमा पनि भिडियोमा आउन सक्छन्। मिस भेनमको भ्लगमा पनि धेरै दर्शकहरूले सरजीलाई देखाउनु पर्यो भनेर कमेन्ट गरिरहेका छन्, जुन हामीले देख्न सक्छौँ। अब उनीहरूको माया प्रेम त होला नहोला आफ्नो ठाउँमा छ, तर मित्रता भने टुटेको छैन जस्तो लाग्छ मलाई। आउँदा दिनहरूमा सरजी र मिस भेनमको भिडियोहरू आउनेछन् भन्नेमा मलाई आशा लागेको छ, किनकि करिब 1 महिनापछि फेरि सरजीलाई
आफ्नो भिडियोमा ल्याएकी छिन् मिस भेनमले। उनीहरूबीच पहिले जस्तो कुराकानी नभए पनि दुवैबीच राम्रो मित्रता रहेछ भन्ने कुरा उनको पछिल्लो भ्लगले देखाउँछ। यताबाट लुकेर भाग्नु पर्छ क्या। भाग्नै दिनु भएन त के हो, भाग्नै दिनु भएन त। हजुर कागजपत्र कागजपत्र भनेको के हो? हजुर हजुर सन्चै छ। ऊ त्यहाँ साथीकोमा। हजुर हस्। यदि मिस भेनमको मनमा ट्राफिक सरको लागि केही नहुँदो हो त उनले फेरि किन बारम्बार ट्राफिक सरलाई आफ्नो भ्लगमा देखाइरहेकी छिन् त? त्यसै कारण पनि मिस भेनम र भाइरल ट्राफिकको अब अन्य भिडियोहरू पनि आउने सम्भावना प्रबल छ। हजुर राम्रोसँग जाऊ। यहाँ किन? यहाँ किन? हजुर यही हो के हो? जिम गर्ने। ज्यान बनाएर कसलाई देखाउनु लाग्यो अरे? अब सिङ्गल मान्छे के गर्नु? बुढी त बुढी त बुढी छैन अब बुढी। ल गएको हस् बाई। हजुर यार त प्यारी है ना। हाँ ल बाई। तिमीले मन नपराए नि मैले चाहिँ मन पराउँछु है। हजुर तिमीले मन नपराए नि मैले सुनिन? तिमीले मन नपराए नि मैले चाहिँ मन पराउँछु है। ए कता कता मिस भेनमले सरजीलाई भुल्न सकिरहेकी छैनन् कि जस्तो मलाई लागिरहेको छ। त्यस्तै हो, कसैसँग नराम्रो केही नराम्रो लेनदेन छैन। राम्रो गरेर बोल्ने मान्छेसँग राम्ररी बोल्नुपर्छ। हेर्नुहोस् कसैले राम्रो भन्छ भने राम्रै भन्नुपर्छ, नराम्रो भन्छ भने नराम्रो भन्नुपर्छ। मलाई कसैसँग केही दुश्मनी छैन। उहाँ सरले राम्ररी कुरा गर्नुभयो, मैले पनि राम्ररी कुरा गरेँ। तपाईँलाई चाहिँ मिस भेनम र भाइरल सरको पछिल्लो भ्लग हेरेर कस्तो लाग्यो? जस्तो लाग्यो जस्ताको तस्तै कमेन्ट गर्नुहोला र मिस भेनम र सरजीको फ्यानहरूले यो मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। फेरि पनि नयाँ भिडियोमा जोडिने छु। भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नुहोला। भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद।